भाउजू पनि बिरामबाट अस्पतालमा हुनुहुन्छ। यसपालिको दसैँ खल्लो भयो। भाउजू तपाईँ छिट्टै निको हुनुहोस्। बिरामी हुनुभयो, मलाई यहाँ छोडिदिनु भइरहेछ। ठिक हुनुहुन्छ होला र अनि आउनुहुन्छ होला। पनि आफै लानु परेछ। पोहोर सालको दसैँ कस्तो राम्रो लागेको थियो। के छ तेरो खबर? ठीक छ। त कति वर्षदेखि मलाई भेट्न आइस? मान्दिमा थिए त किन यहाँ गोठमा बसेको? हेर्न त्यो मिराले नि मलाई उता किडन्याप गरेकी थियो। अन्त्य सचिव किडन्याप गरेर म भागेर आएँ। एउटा दिदीले ल्याइदिनु भयो अन्त्य सचिव। त्यो दिदी मलाई नभए चाहिँ आरोप लाएर मलाई जेल हाल्न खोजेर त्यसले हामीले लत्ती हानेर खेदाइदिए। अहिले मौसम भाउजू अस्पतालमा हुनुहुन्छ। भयो अनि तिम्रो भाउजूलाई? मेरो भाउजूले यहाँ नबस्नु भन्नुभएको थियो। हामी हिँड्दै पानी पर्यो। अनि चाहिँ हामी यहाँ गोठमा बस्नुपर्छ भनेर भिज्दै आउँदाखेरि मलाई बचाउनु अनि आफू भिज्दै आउनुभयो। अनि उहाँलाई बिली स्वास्थ्य चौकीमा हुनुहुन्छ। ए धेरै दुःख परेछ तिमीहरूलाई। के गर्नु, अहिले हामीले धेरै दुःख पायौँ। मैले तिमीलाई हेरेको छु। मलाई किन ल्याइदिएको? पढ्दैन सानोले यति लेखेको छैन। हुन्छ त्यसपछि घुम्न जानुपर्छ। तर मसित पैसा छैन। मसँग छँदै छ नि साथीको काम। ए ल त यत्रो भइसकेछ त। अनि भयो नि चारवटा ठुली भइदिँदा हुन्छ। ठुली भयो नि? भयो अँगाल मार्दिनस्? 3 दिन भइसक्यो घुम्न नजाने जाम। अनि त घरमै के बस्छिस्? त दिदी सँग बस्छु। तिनीहरू गाउँको पाकाहरू। यस्तो पागलहरूले जे पनि गर्न सक्छन् जाम छिटो। पागल भनेको बुझ्नी मिरा? तैँले मेरो सुखलाई नै साध्न छैन। यिनीहरूको हामीलाई चाहिँ हप्काइ थाल्छ। यिनीहरू नि यो मिराको साथी अनि त्यसपछि यस्तो मलाई यति साह्रो दुःख दिएकी थिएँ। अघि मैले मिरा भनेको थिएँ नि लोइ मको चढ्ने हो क्या। तिनीहरूसँग बोलेर के फाइदा? गुरुजन हामीलाई ढिलो भएपछि पिकनिक हुन्छ। जब कसले भनेको छ र? रातो कुर्ता लाउनु त सङ्गीत कि त्यहाँ त झ्यापट दिएर लडाइदिनु भने क्या खोलातिर। टिप्पो काट्दा बुझ्नी? यस्तोसँग बोल्नु भने कुकुर पनि भयो। त्यही त अहिले त नि मलाई कति दुःख देखेपछि त्यही भएर त त्यस्तोसँग नबोल्नु भनेको थिइनँ मैले अस्ति। त्यो जेल हालेको त्यहाँनिर निक्लिहाल्थेँ। त्यसको बाबुआमा कति धनी छन्, त्यही नि मेरो सम्पत्ति खान खोजिरहेको छ। धनी भएर गरिबको सम्पत्ति कति खान सकेन। अनि यिनीहरूसँग चाहिँ कस्तो दुश्मनी भयो के? मलाई कान्छीले अपर गरेकी थिए। के गरेको थिए तिमीलाई? त के गरेको थिए? एकछिन म भन्छु। तिमीहरूलाई सत्य कुरा थाहा छैन। सत्य कुरा सबै कुरा यो हो कि कान्छीलाई चाहिँ मिनाले किडन्याप गरेको। तिमीले पो किडन्याप गरेको थियो? सरी त नराम्रो भएपछि छुट्टी भइहाल्छु। सरी ल। छुट्टी हुन तिमीहरूलाई कहिले भनेको थिएँ त? ल म जान्छु तपाईँसँग बोलिदिनु। कहानी भन न त मिराको बारेमा। त्यो मिराले नि मलाई उता ठुलो मनको लान्छु भनेको थिएँ होइन। अनि त्यसपछि लास्टमा त नि ठुलो मनको पूजा छ भने कस्तो फकाइ म एक टाउकोमा फुटाएर अनि त्यसपछि
मेरो कपडा ल्याएर अनि म बन्द अनि त्यसपछि अनि अर्को अनि चाहिँ हालेर अर्को दाइले मलाई जे लान आँटेको थिएँ अनि मलाई सम्पत्ति नै दिएको ए यस्तो पो थियो मिराको कारणले मेरो साथीले धोका दिए कहिले बोल्छु बसेको खाउटे किन आज कस्टमर बोल्यो भने म त्यसलाई मारिदिएँ अन्त म जान्छु ल बाई बाई अब त्यसलाई म कहिले बोल्छु ओइ त किन रिसाएको मैले कि अहिले मलाई धोका दिस् त मैले तँ किन धोका दिनु मैले त कान्छे तँ के गर्नु पहिले के गर्छु भन्दा फसाउनु पो गएको त अझै तँ कान्छेसँग चाहिँ तेरो दुश्मनी छ हो के दुश्मनी छ त्यसको भाउजूलाई बदला दिने त्यसको भाउजूलाई बदला दिने म तँलाई साथ दिन्छु भयो तँलाई म एउटा आइदिन्छु त्यसलाई चाहिँ काम कसलाई थियो भन् न त यहाँ त मजाले काम गर्छ मिराको साथी हो मिराको र साथी हामीले घुम्नु बनाएर अब घर गएको ल नमस्कार राउल फेरि आउनु मेरो साथीले कस्तो राम्रो ल्याइदिन्छ छ्याउँछु र पछि भेटौँ न बाई तँलाई साथी हाल्छु नि ल बाई जा बत्तीमा घरको